मोटरसाइकलमै त्यसमा दुर्घटनासँग बढी जोडिएको छ। 74 जनामा 22 जनाको मृत्यु मोटरसाइकल चालक आफै, चालकले पैदल यात्री र मोटरसाइकल अन्य सवारी साधनसँग ठुङ्गिएर 40 जना मोटरसाइकल चालकको र पछाडि बस्ने सवारहरूको मृत्यु भएको तथ्याङ्क देखिएको छ। यो कार्यक्रम आज कोरममा अलि ठुलो मासमा गर्न सकेको भए आज यसको चाहिँ प्रतिफल आउँथ्यो भन्ने मैले आशा अपेक्षा गर्छु। अब आउने दिनमा त्यसरी हाम्रो समूहले सहकारी सहयोग हुनेछ भन्ने विश्वास पनि लिन चाहन्छु। यो भन्नै पर्दाखेरि आम नागरिकले प्रहरीमा थुप्रै हामीले थोरै चाहिँ हाम्रो कुराहरूमा कारवाहीहरूमा मतभिन्नता देखिन्छ। हाम्रो बुझाइहरूमा त्यो हामीले बुझाउन नसकेको पनि हुनसक्छ, देखिन्छ। मैले के भन्न चाहन्छु, नागरिक पनि बिना बढीका प्रहरी बढिसकेका नागरिक, हामी पनि नागरिक हौँ, तपाईँ पनि नागरिक हौँ, हामी पनि त्यही गाउँ समाज ठाउँबाट यो ठाउँमा आइपुगेका हौँ। हामी फरक समुदाय, फरक संस्कृति, फरक उसबाट आएका होइन। हामी पनि तपाईँ जस्तै हो, हामी पनि नागरिक सर हो। हाम्रा तालिम दिने र हाम्रो शैली जुन एउटा फर्मेटमा छ त्यसले हामी थोरै फरक देखिएका बढ्दै जाँदै गर्दाखेरि, तर आम नागरिक पनि हामी बिना बढीका प्रहरी हौँ भन्ने छ। हाम्रो उद्देश्य भनेको कसरी विकास गर्ने, हामी कसरी मिलेर अगाडि बढ्ने, सबैले कसरी अगाडि दिने र हामी यो विभिन्न फरक धारबाट हामी अगाडि बढेको हुन्छ। अब म ट्राफिक हुँदै गर्दाखेरि 3 महिना भयो यो ठाउँमा सवारी दुर्घटना न्यूनीकरण र सडकमा पालना गराउन नागरिकलाई हरदम प्रयास गरेको मैले तपाईँलाई जानकारी गराउन चाहन्छु। हामीले आउने क्रममा ट्राफिक सप्ताह कार्यक्रम चलाएका छौँ। विभिन्न यो बिचमा हाम्रो स्कुलहरूमा कार्यक्रम केन्द्रित भएका छन्। विभिन्न क्लबहरूसँग सम्बन्धित सरकारी हाम्रा कार्यक्रमहरू बढिरहेका छन्। यी हाम्रो ध्यान केन्द्रित भनेको मैले प्रार्थना गर्दाखेरि पनि आज सवारी दुर्घटना मान्छेको मृत्यु नहोस् भन्ने प्रार्थना गर्छु। त्यति हामीलाई चिन्ता चासोको विषय चाहिँ आम नागरिकको सुरक्षासँग जोडिएको छ भन्ने खालको हजुरले महसुस गर्नुपर्छ। एउटा मान्छेको मृत्युलाई हामीले छुन्छौँ। यो न्युजमा पढ्दै गर्दाखेरि तपाईँलाई देख्दै गर्दाखेरि सवारी दुर्घटनाले मान्छेको मृत्यु भइसक्यो तपाईँलाई लाग्न ठान्नु सक्छ, तर हामीले चाहिँ छुइरहेको हुन्छ, कसैलाई लाग्छ तर हामीले चाहिँ छुइरहेको हुन्छ। किनभने हाम्रो उद्देश्य नै त्यही हो। हाम्रो उद्देश्यमा कसरी दुर्घटना अब सबैको अपराध अनुसन्धानको उद्देश्य एक प्रकारको छ होइन। अब हाम्रो उद्देश्य ट्राफिक व्यवस्थामा कसरी गर्न सकिन्छ, आम नागरिकको उन्नयन हुन सक्छ भन्ने भन्दा हिंसात्मक चुनौतीहरू पनि छन्। अब देख्नु भएको छ विभिन्न चोकहरू देख्नु भएको छ हाम्रो सडक। अब यो ट्राफिक व्यवस्था 3टा कुरासँग निर्भर हुन्छ। यो पनि मैले अरूलाई बताउनै पर्छ। हजुरले मलाई भन्दै गर्दाखेरि सडक सुरक्षा ट्राफिक प्रहरीसँग जोडिएको मात्रै विषय होइन। सडक सुरक्षा आम नागरिकसँग जोडिएको विषय हो। सडक सुरक्षा सडकको क्षमता र गुणस्तरमा भर पर्छ। ट्राफिकले राम्रोसँग काम कारवाही गर्दैन नगर्दैन दुर्घटना भइहाल्ने भने चाहिँ सडकको क्षमता र गुणस्तर कस्तो परिवर्तन छ तपाईँ देख्न सक्नुहुन्छ। अब चालकहरूको आफैलाई गाडीको यान्त्रिक अवस्था कस्तो छ। अब मोटरसाइकलमा 74 जना मृत्यु भएकोमा 42 जना आफै मृत्यु भएको छ। मोटरसाइकल आफै ठोकाएर कसैको पनि योगदान छैन। चालकको अवस्था त्यसको जनचेतना, हामीले जनचेतना भनेको हामीले कार्यक्रम गर्छ। हामी जानेर पनि ट्राफिकमा मानेका छैनौँ, दुर्घटनाको शिकार बनि नै रहेका छौँ। यो देख्दाखेरि सामान्य विषय यो चाहिँ एउटा सामाजिक विषयसँग जोडिँदै जान्छ। यस्तो यावत कारणहरू छ। तपाईँले हामीले सरकारी गर्नुपर्ने विषय जान सक्नुहुन्छ, सडकहरूमा जानुहुन्छ, अस्तव्यस्त हुन्छ। ल भन्नुहोस् त अस्तव्यस्त पार्किङ गरिरहेको अवस्था हुन्छ, रोकिरहेको ट्राफिक के पढे लेखेको छैन कि उहाँले बुझ्नु भएको छैन। हामीले जानेका छौँ तर ट्राफिकले काम कारवाही गर्दै गर्दाखेरि हामीलाई हरासमेन्ट गर्यो भन्ने चाहिँ सोच्नुहुन्छ हाम्रो नागरिकले। एउटा हाम्रो विभिन्न ठाउँबाट अब हिजो पनि तपाईँले देख्नुभयो, भक्तपुरको एउटा सानो घटना पनि देख्नुभयो। हाम्रो उद्देश्य दुःखदेखि हुँदै होइन भन्ने कुरो आम नागरिक पनि बुझ्नुपर्ने जरुरी छ। तपाईँले ट्राफिक कारवाही गरेर राजस्व उठायो भन्ने लाग्न सक्छ, लागि पनि रहेछ। आम नागरिकको जिम्मेवारी व्यक्तिहरू त्यस्तो आइरहेको छ। हामी त कानुन कार्यान्वयन गर्नु, राज्यले कस्तो प्रकृतिको कानुन बनाएको छ हामी कानुन कार्यान्वयन अङ्ग हो। हामीले त्यो यातायात व्यवस्था यहाँको कार्यान्वयन र यहाँभित्रै रहेर हामीले काम गरेका छौँ। यहाँबाट बाहिर गएर हामीलाई काम कारवाही गर्ने छुट चाहिँ छैन। हामीले आफैले जरिमाना र राजस्व उठाउने भन्ने काम कारवाही गर्ने भन्ने छैन। कानुनमा जे लेखिएको छ त्यो विषयको अक्षर पालना गर्नु हाम्रो कर्तव्य हो। त्यहीभित्र गरिरहेको हो। तर यो गर्दा गर्दा के हो भने
जस्तो आज समग्र जिल्लामा 20 ठाउँमा ट्राफिक चेकिङ गर्दाखेरि धेरै मान्छेको हरासमेन्ट हुनसक्छ है। तर यहाँ चोरीका घटना, लुटपाटका घटना, हत्या हिंसाका घटना, त्यो गैरकानुनी रूपमा हातहतियार बोकेर हिँड्ने घटना, त्यस्ता अपराध मनोवृत्तिका मान्छेहरूको आवाजमा हाम्रो उपस्थितिले उसको मनोवृत्तिलाई कम गराउन मद्दत हुन्छ भन्ने हाम्रो एउटा त्यो उद्देश्य चाहिँ त्यो कारण मात्रै हो। हाम्रो देशमा धेरै कुराहरू भइरहेका हुन्छौँ भन्ने प्रगतिको छ। अब हेर्नु न, अब हामीले यति गर्दा गर्दै राज्यको त राम्रो गर्नेलाई पुरस्कार, नराम्रोलाई दण्ड दिने त नीति नै छ। यो पनि अब हामीले काम नै गरेको नागरिकलाई हरासमेन्ट नै हुन्छ भन्ने यहाँबाट कारण देखाएर हामीले छोडिदिउँ भने अवस्था के हुन्छ अनुमान गर्नु। हुँदा हुँदा एक दिन नहुँदा कति हुन्छ त भन्नुहोस् त। भनेपछि हाम्रो उद्देश्य बिल्कुल ट्राफिक देख्न सकिन्छ नि, अस्ति छ कतातिर बसेका छन् साथीहरू, यो समाजले जनशक्ति ठुलो साधन यहाँ कति सहरी साधन छन्, हामी कति छौँ, हाम्रो सङ्ख्या कति छौँ भन्ने विषय हो। हाम्रो यही कार्यक्रम के भयो भने हामीले चाहिँ विभिन्न नागरिकसँग यस्तो कलाकारसँग विद्यालयसँग सबैलाई सिकाउन सकिन्छ कि बुझाउन सकिन्छ कि हाम्रो काम नागरिकलाई सजिलो हुन्छ भन्ने लागेको छ। तर त्यो एउटा आक्रोश प्रहरीको सामान्य काम गरेर अल्झिएर आउँछ क्या, अल्झाउने खालको हुन्छ क्या, बल्झाउने खालको हुन्छ क्या, आरोप प्रत्यारोपको रूपमा सिर्जना हुने खालको आउँछ। तर हाम्रो उद्देश्य त्यो होइन, सबैको आफ्नो उद्देश्य हुन्छ भनेपछि हजुरले बुझिदिनु पर्ने ट्राफिक कामदारलाई विशुद्ध हाम्रो जरिमाना गर्ने उद्देश्य होइन, तर दण्ड र पुरस्कारको नीति कानुन व्यवस्था हुन्छ जुनसुकै अपराधको नीति हुन्छ। जस्तो आज त्यो सामान्य लाग्छ, मैले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाइरहेको ट्राफिकले फाइन गर्यो, तपाईँलाई सामान्य लाग्न सक्छ। म सडकमा कुद्दै गर्दाखेरि मेरो कारण अरूको ज्यान पनि जान सक्छ, मेरो आफ्नै ज्यान पनि जान सक्छ भन्ने कुरालाई हामी महसुस गरौँ। मैले हेलमेट लगाएको छैन, मेरो टाउकोले ठुक्किन सक्छ, आफूले महसुस गरौँ। त्यसले त उसले के हुन्छ 25 सम्म पनि नबसे गरेर सवारी साधन चलाउनु हुँदैन। टाउको हेलमेट लगाएर सवारी साधन चलाउनु पर्दैन, सिट बेल्ट लगाएर सवारी साधन चलाउनु, त्यो के छ त्यो अनुशासन कसैले जान्दाखेरि त धेरै राम्रो हुन्थ्यो। तपाईँले सिकाउन परिरहेको छ, मान्छेलाई सिकाएर पनि बुझ्ने त छैन। अनि यो सबक अर्काको सुरक्षासँग जोडिएको, आफ्नो सुरक्षासँग जोडिएको, सडकमा घुम्ने हिँड्ने सम्पूर्ण ट्राफिकसँग जोडिएको, सुरक्षासँग जोडिएको विषयको काम गर्न गइरहेको छ। यसमा चाहिँ आम नागरिकले सहज रूपमा सजिलोसँग नै लिनुहुन्छ भन्ने आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। अनि अन्तिममा मैले के भन्न चाहेँ भने अब अरू भागमा धेरै कुराहरू भन्न सकिन्छ, डाँडा कथनहरू कार्यक्रमको रूपरेखा अनुसारै मुख्य अगाडि बढ्नुपर्ने हुन्छ। सवारी दुर्घटना मान्छे के कारणले सवारी दुर्घटना हुन्छ? सवारी दुर्घटना ट्राफिक प्रहरी एक्लैले गर्न सक्ने अवस्था पनि हुन्छ। यसमा आम नागरिक सडकमा हिँड्ने, सडक सुरक्षासँग सरकार राख्ने सबै स्टेटहरूको भूमिका उत्तिकै छ भन्ने हामीले बुझ्नुपर्छ। त्यो सडक बनाउनेदेखि लिएर सडक निर्माण गर्नुदेखि लिएर तपाईँ देख्नुहुन्छ नि, जस्तो ढल्के वर्षमा जानुहोस् विभिन्न पुलहरूमा दुर्घटना भइरहेको छ। हाम्रो कमजोरी होइन, सडक कार्यक्रम हाम्रो कमजोरी होइन, हाम्रो कमजोरी होइन आम नागरिकलाई त्यसरी जनचेतनामूलक कार्यक्रम मार्फत यो विभिन्न विषयहरू बुझाउने, सिकाउने, सँगसँगै होइन व्यवस्थापन गर्ने। त्यसैले हामीले जानेर पनि ट्राफिकमा मिचिरहेका छौँ, तर त्यो कुरालाई हामीले हरासमेन्टको रूपमा लिएका छौँ। यो भनेको म अनुशासनमा बस्दिनँ भन्नु जत्तिकै। त्यसैले मैले अरूलाई अनुरोध गरेँ हाम्रो कामलाई सजिलो रूपमा लिइदिनु होला। हाम्रो उद्देश्य बिल्कुल नागरिक राज्यले बनाएको ज्ञान कानुन कार्यान्वयन गर्नु, सङ्गठन, त्यो सङ्गठनभित्र पनि एउटा ट्राफिक भइसकेपछि ट्राफिक व्यवस्थापन आवागमन हेर्ने हो। तपाईँले हाम्रो इन्डिकेटरहरू हेर्नुभयो भने, ट्राफिक काम कारबाही इन्डिकेटरहरू हेर्नुभयो भने मार्गसँग किन कारबाही गरिन्छ, सिट बेल्टमा किन कारबाही गरिन्छ, लाटो पदार्थ सेवनमा किन कारबाही गरिन्छ, प्रयोजन विपरीतमा किन कारबाही गरिन्छ, बत्ती नबालेकोमा किन कारबाही गरिन्छ, ल्यान्ड मिचेकोमा किन कारबाही गरिन्छ, त्यहाँको आफ्नो उद्देश्य छ। तपाईँले बत्तीमा कारबाही गर्दै यति बत्ती फुटेको छ भन्नाले बत्तीमा टर्निङ तपाईँले घुम्तीमा टर्निङ गरिदिनुहुन्छ, बत्तीमा टर्निङ नगरे भने पछाडि ठोकिदिनुहुन्छ। देख्नु भएको छ तपाईँ हाम्रो एउटा सवारी दुर्घटनाहरू भइरहेको
विशुद्ध त्यो फाइनले उसको जीवन बचाउँछ भन्ने मैले सकारात्मक तरिका लाग्छ। मैले आज मादक सेवन गर्दै गर्दाखेरि म फाइनमा परेँ, अब चाहिँ गर्न आउँछ उता त त्यो सिम्पल एउटा त देख्दाखेरि सर्टकट हो, तर त्यसले चाहिँ आफ्नो घर परिवार समाज आफूसँग जोडेका सम्पूर्ण विषयको सुरक्षा हुन्छ भन्ने कुरो भने यसलाई नै सहज बनाउन सकिन्छ भन्दै यति महत्त्वपूर्ण कार्यक्रममा अहिले मैले धेरै समय लिएको राख्ने अवसर दिनुभएको विषयका पदाधिकारीज्यू, सञ्चालकज्यू, संयोजकज्यू, अध्यक्षज्यू म विशेष आभार व्यक्त गर्न चाहन्छु। 16 बाहेक छिटो गए भन्न सकिएन, ढिलो गए अवश्य पुगिन्छ। छिटो गए जाने माथि नै हो, हतार गरेन भनेपछि हतार लगा भन्ने कुरा पनि आयो। सवारी साधन छ, आफ्नो देशमा उल्टोमा भयो भने अर्कोमा गएर सवारी बोक्न हुन्छ। तपाईँले नागरिकलाई सुरु गर्नु अर्कोले सुरु गरेर ठोकिदिन सक्छ। त्यस्ता घटनाहरू भनेपछि सबैले हामीले ट्राफिक नियम जानु मानौँ भन्दै यसलाई एक दिन अन्त्य गर्छु। हस्त धन्यवाद। धन्यवाद प्रमुख अतिथिज्यू। अबको पालो मायाकर जीवन विक्रम कार्यक्रम रहेकोमा यस शाखाका शाखा अध्यक्ष आजका कार्यक्रम संयोजक जेसी ओम प्रकाशज्यू तथा यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई मायाको जीवन प्रदान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। राख्न पाइँदैन है, फेरि अध्ययन गर्नुपर्छ। रामकृष्ण माधव अबको पालो यस ओपन सेसनका अंतिम वक्तव्य तथा जनकपुर जेसीका डायनामिक नेता जेसी यातोष कुमार शाहजीलाई अध्यक्ष मन्तव्य राखिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। इस कार्यक्रम का कार्यक्रम संचालक एवं जनकपुर जेसी 2024 का महासचिव जेसी मुकेश शाहजू आज प्रत्येक वर्ष चाहिँ त्योहारको रूपमा मनाइरहने जेसी सप्ताह का दोस्रो दिन स्लो बाइक रेस कार्यक्रमको आयोजना भइरहेको छ। सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका यस कार्यक्रमका ढुकढुकी जिला ट्राफिक कार्यालय धनुषा जनकपुर धाम 0 माइल का प्रमुख आदरणीय व्यक्तित्व इंस्पेक्टर श्री हरि बहादुर ओलीजी, जनकपुर जेसीज का पूर्व अध्यक्ष, नेपाल जेसीज 2022 का राष्ट्रीय उपाध्यक्ष आदरणीय व्यक्तित्व जेसी मनोज कुमार साहू, जनकपुर जेसी 2013 का शाखा अध्यक्ष एवं 2024 का अध्यक्ष सलाहकार आदरणीय व्यक्तित्व जेसी अजय कुमार प्रसाद जी, इस कार्यक्रम में अतिथि के रूप में आसीन जनकपुर धाम उद्योग वाणिज्य संघ का उपाध्यक्ष युवा नेता आदरणीय व्यक्तित्व अंबु प्रसाद शाह जी, इस जेसी सप्ताह का मूल संयोजक जनकपुर जेसी 2024 का सह कोषाध्यक्ष नीरज शाह जी, इस स्लो बाइक रेस कार्यक्रम का कार्यक्रम संयोजक जनकपुर जेसी 2023 का उपाध्यक्ष जेसी ओम प्रकाश शाह जी, जनकपुर जेसी 2024 का बोर्ड का साथीहरू, सदस्य जीवहरू, यस स्लो बाइक रेस कार्यक्रम का प्रतिस्पर्धी साथीहरू, पत्रकार जीवहरू लगायत इस हल में उपस्थित
सम्पूर्ण व्यक्तित्वहरूमा म जनकपुर जेसी 2024 का अध्यक्ष जेसी यातोष कुमार शाहको तर्फबाट स्वीकार्नुहोस्। जेसीलाई न्यानो अभिवादन। वास्तवमा हाम्रा वक्ताजीहरूले धेरै नै जनचेतनामूलक कुराहरू अघि नै राखिसक्नु भएको छ। भर्खरै हाम्रो प्रमुख अतिथिज्यूले भन्नुभयो, हामी चाँडो गए पुगिन्छ पुगिँदैन थाहा छैन, तर ढिलो गए अवश्य पनि गन्तव्यसम्म चाहिँ पुगिन्छ। चाहे त्यो गन्तव्य जीवन गन्तव्य होस्, चाहे त्यो कुनै जीवन सम्बन्धित कुनै मिसनको गन्तव्य होस्। हामी सानो भइरहँदाखेरि कछुवा र फकाएको हामीले कथा सबैले सुनेकै होला। एकचोटि स्मरण गर्नुहोला, त्यो कथामा बिस्तारै गुडिरहने तर निरन्तर गइरहेको कछुवाको विजय हुन्छ। त्यसरी नै हामी पनि जीवनमा नतालिकन बिस्तारै अगाडि बढ्दै गयो भने, आफ्नो कार्यहरू गर्दै अगाडि बढ्यो भने हामी पक्कै पनि हामीले आफ्नो मस्तिष्कमा लिएको मिसनसम्म पक्कै पनि हामी पुग्छौँ भनेर मैले आशा र विश्वास लिएको छु। आज जनकपुर जेसी 2024 को जेसी सप्ताहको दोस्रो दिन स्लो बाइक रेस कार्यक्रम रहेको छ। हामीले प्रत्येक वर्ष जसरी विभिन्न धर्मावलम्बीहरूले आफ्नो त्योहार मनाउने गर्दछ, त्यसै गरी नै जेसीहरूको मूल नारा, जेसीहरूको आस्थालाई आत्मसात गरेर समाजमा राम्रो कार्यहरू गर्नुको निम्ति भविष्यमा हुने जुन दुर्घटनाहरू छ तिनीहरूलाई न्यून गर्नुको निम्ति आज दोस्रो दिन स्लो बाइक रेस कार्यक्रमको आयोजना गरिएको छ। जसले गर्दाखेरि एउटा चितपरिचित संस्थाले यस्तो कार्यक्रमको आयोजना गरिरहँदाखेरि पक्कै पनि समाजमा एउटा जनचेतनामूलक सन्देश जान्छ भनेर पनि हामीले आशा र विश्वास लिएको छौँ। प्रत्येक वर्ष हामीले समाजमा हस्तान्तरण हुनुको निम्ति 7 दिने सामुदायिक कार्यक्रमको आयोजना गर्छौँ र अन्तिम दिन हामीले समापन तथा एवार्ड डिस्ट्रिब्युसन प्रोग्राम राख्ने गर्दछौँ। जस अन्तर्गत हिजो भर्खरै सिडिओ अफिसको साइडमा भएको बाल मन्दिरमा हामीले केही स्टेसनरी डिस्ट्रिब्युसन गरेर स्टेसनरी डिस्ट्रिब्युसन प्रोग्राम सम्पन्न गर्यौँ। त्यसै गरी आज दोस्रो दिन हामी स्लो बाइक रेस कार्यक्रमको आयोजना गरिरहेको छौँ। त्यसै गरी भोलि शनिबारको दिन हामी ब्याडमिन्टन फेलोसिप ब्याडमिन्टन म्याचको आयोजना गर्न गइरहेको छौँ। त्यसै गरी आइतबार हामी फ्री डेन्टल क्याम्पको आयोजना गर्न गइरहेको छौँ। त्यसै गरी सोमबारको दिन राखी रक्षाबन्धन भएकोले गर्दाखेरि त्यो दिन एक दिन हामीले विश्राम लिएर पुनः मङ्गलबार हामीले जनक छात्रावासमा हामीले केही खाद्यान्न सामग्रीहरू वितरण गर्ने हामीले फुड डिस्ट्रिब्युसन कार्यक्रम राखेको छौँ। त्यस पश्चात बुधबारको दिन हामीले स्कुल लेभल पोएट्री कन्टेस्टको आयोजना गर्न गइरहेको छौँ र बिहीबारको एक दिन हाम्रो तयारीको लागि समय छोडेर शुक्रबार, आउँदो शुक्रबार भदौ 7 गते हामी एवार्ड डिस्ट्रिब्युसन एन्ड क्लोजिङ सेरेमनीको आयोजना गर्न गइरहेको छौँ। सर्वप्रथम त म यो साप्ताहिक कार्यक्रममा बाँकी रहेको सम्पूर्ण कार्यक्रमहरूमा म यहाँहरूलाई यही मञ्चबाट आमन्त्रित गर्न चाहन्छु। हामी जेसीज भन्ने बित्तिकै 18 देखि लिएर 40 वर्षको युवाहरूमा लुकेको प्रतिभालाई स्फुटन गरी समाजमा हस्तान्तरण गर्ने कुरो गर्छौँ र गर्छौँ। समाजमा हस्तान्तरण गर्नुको निम्ति सर्वप्रथम एउटा व्यक्तिलाई व्यक्तित्वमा परिणत गर्नुपर्ने हुन्छ। जबसम्म कुनै व्यक्तिमा गुण निखारेर आउँदैन, ऊ समाजमा सफल छ भनेर विश्वास गर्न गाह्रो हुन्छ। जब उसभित्र लुकेको सिपहरू गुणहरूलाई निखारेर जब समाजमा हस्तान्तरण हुन्छ, त्यसपछि हामी
एउटा एक्टिभ सिटिजनको रूपमा हामी उहाँलाई प्रस्तुत गर्न सक्छौँ, जसले गर्दाखेरि बिस्तारै बिस्तारै व्यक्तिबाट टोलबाट गाउँबाट सहर हुँदै हामी देशसम्मको विकासमा हामी परिकल्पना गर्न सक्छौँ। र त्यो कतै न कतै जोस जागर युवामै हुन्छ। त्यसैले पनि हामी 18 देखि लिएर 40 वर्षको युवाहरूलाई मध्यनजर गरी हामी संस्था सञ्चालन गर्ने गर्छौँ। हाम्रो सदस्यता लिने विधि पनि 18 देखि लिएर 40 वर्षको उमेरको हदम्याद तोकेरै अगाडि बढ्छ। यतिहरू भन्दै आज यस कार्यक्रम सम्बन्धमा जनचेतनामूलक कुरोहरू हाम्रा अघिका वक्ताहरूले राख्नु भएको छ। सर्वप्रथम त म यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई हाम्रो छोटो समयमा पनि हाम्रो निम्तोलाई स्वीकार गरी यस कार्यक्रममा हामीलाई सहयोग गरी आज आफ्ना मन्तव्यमा हामीलाई सचेतनामूलक कुरोहरू राखिदिनु भएकोमा र हामीलाई यस कार्यक्रममा ऊर्जा बढाइदिनु भएकोमा म उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। त्यसै गरी यस कार्यक्रममा आफ्नो उपस्थितिले हामीलाई अभिभावकको रूपमा हामीलाई सल्लाह सुझाव दिएर हामीलाई अगाडि गर्न सहज बनाउन सहयोग गर्नुभएकोमा आदरणीय पूर्वाध्यक्ष जेसी मनोज शाहज्यूलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। साथै उहाँले जुन हामीलाई कुरोहरू भन्नुभयो म विश्वास दिन चाहन्छु उहाँलाई कि आगामी दिनमा हामीहरू पक्कै पनि तपाईँको कुरालाई मनन गरेर एउटा डिसिप्लिन सिटिजन भएर हामी अगाडि बढ्छौँ। त्यसै गरी आज यस कार्यक्रममा अभिभावकको रूपमा रहनुभएका आदरणीय पूर्वाध्यक्ष जेसी अजय कुमार प्रसादज्यूलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। त्यसै गरी यस कार्यक्रममा अतिथिको रूपमा रहनुभएका जनकपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बु प्रसाद शाहज्यूलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। साथै साप्ताहिक कार्यक्रम मध्येको दोस्रो दिनको कार्यक्रम संयोजकको रूपमा रहनुभएका जनकपुर जेसी 2023 का उपाध्यक्ष जेसी ओम प्रकाश शाहज्यूलाई पनि म कार्यक्रम संयोजकको रूपमा जिम्मेवारी गरेर यस कार्यक्रममा आफ्नो अमूल्य समय दिनुभएकोमा म उहाँलाई धन्यवाद दिन चाहन्छु। लगायत यस कार्यक्रमलाई सफल बनाउनुको निम्ति मर्यादा पालकको रूपमा रहनुभएका सम्पूर्ण ट्राफिक कर्मीज्यूहरूलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। साथै सम्पूर्ण प्रतिस्पर्धीज्यूहरूलाई म यस कार्यक्रममा स्लो बाइक रेसमा म उहाँहरूलाई विजयश्रीको शुभकामना त सबैलाई दिन मिल्ला नमिल्ला, त्यहाँ त एकजना मात्रै जितेको देख्न सक्छौँ हामी, तर म विश्वास गर्छु यहाँ एकजना जिते पनि यदि हामी बिस्तारै गयो भने सबै प्रतिस्पर्धीहरू जीवनमा पक्कै पनि जित्नेछन्। लगायत यस हलमा उपस्थित प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट सहयोग गर्नुहुने सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन्छु। साथै पत्रकारको रूपमा यस कार्यक्रम लगायत जनकपुर जेसीका कार्यक्रमहरूलाई समाजमा प्रचार प्रसार गरी जनकपुर जेसी उचाइलाई थप बढाउन सहयोग गर्नुहुने सम्पूर्ण पत्रकारज्यूहरूलाई पनि म हृदयदेखि धन्यवाद दिँदै आजको यस कार्यक्रममा म आफ्नो मन्तव्यलाई यही विराम दिन चाहन्छु। धन्यवाद। जय जेसी। नियम बता दो ना। नियम बताओ ना। जो सबभन्दा स्लो आउँछ, सबभन्दा जो स्लो जान्छ त्यही विनर। मिनटको एक प्रतिबन्ध छैन, तर सबभन्दा स्लो जान्छ विनर केना आउँछ त्यो जाउँछ। फर्स्ट राउन्डको एक विनर भयो ल। कहीं गेम हुन्छ।
पहिलामा 3 जना, त्यसबाट फर्स्ट, सेकेन्ड राउन्डमा पनि 3 जना हुन्छ, त्यसबाट फर्स्ट र थर्ड राउन्डमा पनि फर्स्ट। तब त्यो 3 टीमले फेरि एउटा फर्स्ट सेकेन्ड थर्ड रनिङ सुरु हुन्छ। त्यही भइहाल्यो, त्यसमा टाइमर चाहिँ मतलब फर्स्ट सेकेन्ड थर्ड तीनटा रनिङ थियो। हजुर गुड खेल्यो। बीपी उम्मीदवार का बोल उम्मीदवार उम्मीदवार का बोल मुखिया जी पार्टिसिपेट का बोल है लास्ट राउन्डबाट हुन्छ। एकदिन हाम्रो युनिफर्ममै रहन्छ, राम्रो देखिन्छ। क्यान्डिडेटमा 3 जना गरिदिनु न त हैन। कि हाँ सुनो फुल जिते सुनो फर्स्ट राउन्ड होइन सेकेन्ड राउन्डमा के छ अही में को मिक्स कर एक मिनट सेकेन्ड राउन्डमा के छ आदमी लिखा है लोकेंद्र लिखा है आशुतोष क्या है नाम लिखा है आप तो निकाल दीजिए, आप क्या गले लगा रहे हैं।